दर्शकबिन नमस्कार। अहिले हामी हटिया बजारमा आएका छौं। यो हटिया बजार चाहिँ हाम्रो सुनसरीको बाङ्गेमा पर्दछ। यो कति 12,000 यो बोका है, यो बोका है। हजुर ए यो चाहिँ यो चाहिँ त्यो त नदिन तपाईँ डिमान्ड छ कति 9 मा माग्नु हो तपाईले चाहिँ तपाईले कति माग्नु भयो मैले होइन उनको फास्यो ए सोधेको मात्रै ए मैले 9,000 दिन्छ अरे मैले झ्याप पाइदैन अहिले उले घाँस बोकेर बसिरहेछ र त ल बोकै ल यो चाहिँ तपाईको सुनसरीको बाङ्गेमा पर्ने हटिया बजार। यहाँ पुरा खसी बाख्राको पुरा हटियामा किन झडाउँछ यिनीहरू? के झडा गरेको खसीहरू? यो खसीको नाम के हो? खसीको नाम जात के जात के जातको हो र यो? बयर ए यो कति 1 वर्षमा यत्रो हुन्छ है? 1 वर्षमा यत्रो हुन्छ ए पाठो सानो अलि फेरि यही ल्याउनु फेरि ए यसको मूल्य चाहिँ कति थियो? ए यसको 1 वर्षमा यत्रो हुनुहुन्छ। अझै बढ्छ 4 दाँत छ 6 दाँतसम्म बढ्छ यो 6 कर्सम्म बढ्छ यो। त्यो के प्रजातिको यो हुन्छ यो खै के भन्छ भने यो चाहिँ मलाई थाहा भएन। बोयर चाहिँ बोयर भन्छ। बोयर हो है? हैन है। भनेपछि त वर्षमा 10 वटा खसी पाले के चाहियो त? एउटाले 5,000 कमाइहाल्दो रहेछ भनेपछि हो किन खुवाई चाहिँ खतरनाक हुनु पर्यो है। गर्दा पनि हुन्छ कहाँ छ लामकाने यस्तोलाई लामकाने भन्छ उतो पनि मेरो हो त्यो चाहिँ लामकाने उतो छ नि यो त लामकाने खै लामकाने यो त्यो पनि मेरो फाइनली हामीले यो बोकालाई खरिद गरिसकेका छौँ। परेको हो त धेरै खुसी छौँ एकदम मिलाएर दिनुभएको छ। ल अब हामीसँग जाउँ ल ल जाउँ अझै त्यो घाँस पनि हाम्रो चाहिन्छ कि चाहिन्छ ल जाउँ। दिदीलाई 2000 बेसी लिएकोमा धन्यवाद देऊ। उहाँलाई धेरै धन्यवाद। महँगो हाल्नु नि 10,000 रुपियाँ 2000 रुपियाँ बेसी भयो। गाह्रो छ।
कालोको मासु र पनिर सिजन आयो देवालीको देवालीको झगडा नगर्नु यो कालो बोकाहरू चाहिँ अलिकति उनी हुँदो रहेछ 14,000 सस्तै भयो यो सस्तैमै आएको छ कहाँ घरमै दिवालीकोलाई ए ल तपाईँले सस्तैमा पाउनुभयो हामीले चाहिँ अलिकति 1-2 हजार महँगो भयो 2000 बेसी भयो ल ल रोशन सुनसरीको बाङ्गेमा हामी हटिया बजारमा आइयो साह्रै रमाइलो रहेछ एकदम खसी बजार बोका बजारदेखि सबै अब कृषकहरू चाहिँ यहाँ बिक्री वितरण गर्न आउनु हुँदो रहेछ है रमाइलो थियो अब यो रोशन अब उहाँ बोकालाई चाहिँ हामी उता मन्दिरमा लानुपर्ने भएको भएर चाहिँ अब हामीले जति पनि तिर्नुपर्ने अवस्था आयो यहाँ त्यही भएर टेन्सन छ तर केही छैन ल जे भने सायद म जिन्दगीमा फर्स्ट टाइम हटिया बजारमा आएको म अहिलेसम्म गएकै छैन हजुर कतै फाइनली हामी बोका लिएर जाँदैछौँ झुम्का अब बोका बोका अर्को बाटो थियो है हाम्रो हामी अहिले कन्काली मन्दिरमा छौँ फाइनली रोशन पनि धर्मकर्ममा आज रोशनको पनि आज ठुलो सबै कुराहरू सफल होस् कङ्काली माताले सबैको रक्षा गरून् है अनि बिग्रेका भत्किएका कामहरू स्वास्थ्यदेखि लिएर सपरिवार सबैको राम्रो कुशल मङ्गल भलो होस् भन्ने चाहिँ हाम्रो कामना छ है रोशनको यहाँ हामी रेडी भएर बसेका छौँ मन्दिर यता छ यहाँ एकदमै दयालु भक्तजनहरू धेरै ठाउँबाट आउनुहुन्छ है परपरबाट जस्तो पूर्वाञ्चल नेपालको पूर्वाञ्चल हेर्नु होला ल कङ्काली मन्दिर काउन्टरमा यहाँ काट्नु पर्ने थियो कि बोका पूजा छ हाम्रो पूजा आज हुँदैछ ओए लड्छु बिस्तारी ए अलि यता बोका वर्षाउने काम भइरहेछ आज नमित चन्द ठकुरी र म छु यहाँ पूजामा कसको भएको होला रे नमित हाम्रो छोरीको नाममा हो ए भाउजूले चाहिँ भाकल राख्नु भएको छ अनि यहाँ पर्छ अलिक पर्छ होइन गडगडाएर मन बडाएर पछाडिपट्टि हाल्यो न पछाडिपट्टि पुच्छरमा हाल्नु त त्यसको चाकमा यहाँ उसलाई आउँदो रहेछ खै माछा पर्यो ए त्यहाँ राख यो माछा के खाने कि हेर्ने अब कहाँ घरमा गएर खाने पकाएर कि नपकाएर पकाएर तिम्रो नाम के हो नाम के हो किसन हामी अब यहाँ कोशी ब्यारेजमा खाना खाने क्रममा छौँ श्रेष्ठ होटलमा छौँ यहाँ चाहिँ फ्रेस खानाहरू दाउरामा बन्दो रहेछ
मजाले त्यो दाइले चाहिँ माछा तारिदिनु भएको हामी चाहिँ खाना वेटिङमा छौँ खाना वेटिङमा हो टट्ट लाएर खाना रेडी हुँदैछ दाउरामा मजाले कसौटीमा बनेको भात हुन्छ है फ्राई माछा पनि दामी हुँदो रहेछ माछा पनि फ्राई भएर एकदम फ्रेस माछा एकदम अर्डर गर्न बित्तिकै ठ्याक्क लाएर रेडी हुँदो रहेछ है यो चाहिँ कोशी ब्यारेजको श्रेष्ठ होटल होइन प्रख्यात यदि कोही कोशी ब्यारेज आउनुभयो भने चाहिँ श्रेष्ठ होटल खोज्दै आउनु होला होइन माछा खानलाई आउनु खानासाना के छ होइन तपाईँ खाऊ ल खिच्छु टेस्ट गरौँ होइन हेर्दै टेस्टी छ तातो रहेछ ल हाम्रो आजको पूजा गर्ने कार्यक्रम पनि लगभग सिलिसकेको छ हामीले यो श्रेष्ठ भोजनालयमा चाहिँ म धेरै पुरानो श्रेष्ठको शम्भुको होटल जाने बाटो यहाँदेखि सक्नुभयो होइन खानासाना खायौँ यो कोशी ब्यारेज मेरो पछाडि छ जयकन काली मन्दिर सबैको रक्षा गरून् सबैको भलो होस् राम्रो होस् सबैको शुभकामना हामीले गरेका छौँ आशीर्वाद पनि थापिसकेका छौँ अब यो आजको भ्लग चाहिँ हामी कोशी ब्यारेजमा भन्दै समाप्त गर्न चाहन्छु जय होस्।